हेलो सेवा नमस्ते सबैलाई फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा म चाहिँ आज माइतबाट धरान सवारी घर सवारी हुँदैछु अनि आउँदा आउँदै बाटोमा चाहिँ यहाँनिर चाहिँ फेमस झोलिङ्गे पुल छ अरे भनेर छिरेको छौँ अनि हामी चाहिँ यहाँनिर चटपटे यहाँनिर टेस्टी टेस्टी चटपटे खान लागि झापा पर्यो यो अब यो हाउडेको कुरा नसुन्नु होला गाइस एकदम हाउडे कोशी प्रदेशकै सेकेन्ड हो लामोमा ए हो लामो छ अरे मैले चाहिँ झोलेङ्गे पुल चाहिँ पहिला सानोमा चाहिँ देखेको अनि त्यस पछाडि टिभीहरूतिर मात्रै देखेको हो अब प्रत्यक्ष देख्ने हुन्छ नि तपाईँहरू पनि म सँगसँगै हेर्नु होला है त सायद म देख्नु भएको छैन होला देखे पनि अब गएर चढेकै अनुभव चाहिँ छैन नि त त्यहाँ हिँडेकै अनुभव चाहिँ छैन अनि म चाहिँ जाँदैछु त्यहाँनिर है हामीले चाहिँ पानीपुरी अर्डर गरेको छौँ चटपटे र पानीपुरी एकचोटि टेस्ट गर्नुपर्ने छ राम्रो रहेछ तपाईँहरू पनि त तेरो 2-4 शब्द ठोक्दै त शिक्षक आन्दोलनमा गएको थिइस् कतिवटा लौरो खाएर आइस् म हिमाल राई नेपाल शिक्षक महासङ्घ जिन्दाबाद भयो टेस्ट गर्नु ल नेपाल शिक्षक पानीपुरी आइसकेको छ है पिरो उसलाई ठिक छ नपिराइदिनु नि त अहिले चाहिँ पानीपुरी आइसके गाइज हेलो कुनै पनि स्कुल सामुदायिक स्कुल सरकारी स्कुल खोलेको मात्रै चाल पायो भनेदेखि राम्रो हुँदैन अहिले पनि हाम्रो आन्दोलन जारी छ शिक्षक आन्दोलन जिन्दाबाद 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 भनेको झापाको सबैभन्दा मिठो पानीपुरी होइन यहाँ चाहिँ दिदीले पकाउनु भएको अहिलेसम्मको सबै राम्रो यहाँ आएर खाइदिनु होला होइन दिदी दामी ल ल हामी चाहिँ झोलुङ्गे पुलतर्फ लाग्दैछौँ अलिकति यस्तो कच्ची रुट रहेछ त्यहाँबाट चप पो रहेछ आलु चप सेलरोटी ए बुढो बाजे छ एउटा त्यो बाजेले पनि पकाउँदै चप अस्ति खाएको थिएँ त्यो बाजे हो म त चप खानु नसक्ने भएको छु ग्यास भइहाल्छ क्या म उता पुगेर आउँछु नि खिच्नु ल फोटोहरू हिँड न मेरो एउटा भिडियोमा म अहिले बनाउनु न म पहिला उता गइदिनु म बनाइदिन्छु किनटा गइहाल्छु धर म 1-2वटा टिकटक बनाउनु पर्ने छ गाठे यहाँनिर यतिको त हुनु पर्यो नि त आम्मामा कति लामो रहेछ म सक्छु कि यहाँनिर नि हिँड्न खोलेर जाउँ कि क्या यो आरीदेखि पारीसम्म रहेछ अनि डर लाग्ने रहेछ है मुनि हेऱ्यो भने चाहिँ अबुई म त यस्तो तल हेर्दा यस्तो डर लाग्दो रहेछ अनि आम्बो टेरिका लाग्छ र म बरफ नखाइकन हिँड्छु माइल भने जस्तो भयो मलाई त डर लाग्यो डर लागिसकेको छ नि सुन्दा लागिरहेछ मलाई त भुइँ कस्तो हल्लिँदो रहेछ नि हेर्नु त त्यो त डराउँदैन हौ कस्तो छ त्यो त यत्तिकै भइरहेछ मेरो भ्लगमा आउँदै हुनुहुन्छ तपाईँको मास्क खोल्नु न हौ मान्छेले देख्दैन अनि मास्क लाउँदैन होइन फर्किसकेको आउनु न आउनु 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 केही हुँदैन हौ पुरै लिरिङ लिरिङ हल्दै रहेछ बि तर म चाहिँ परसम्म गन्तव्यसम्म चाहिँ पुगेर आउँछु है डर लाग्यो भने ओभर डर लाग्यो मलाई डर चाहिँ यस्तो छ नि तल है बुई मुनिहरू भने त झन् रिङ्गाटो चल्दो रहेछ क्या कति लामो फेरि हो कति बेरमा पुग्ने होला है डर लाग्यो गाइस बिचैमा बसेँ म त ओभर डर लाग्यो कस्तो हल्लेको आम्मा इ उही 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 हल्लिन्छ अनि म चाहिँ जुत्ता खोलेर हिँड्छु यहाँदेखि चाहिँ लाउन नसकिने रहेछ डर लाग्यो माइल हेर्नुभयो त बोल्नु यहाँ 1-2 शब्द यतिको लामो पुल जिन्दगीमा देख्नु भएको थियो म त देवघाटमै डरले डर लाग्यो अघि त आउँदाखेरि कति लाग्यो कत्रो लामो है नाना कत्रो यत्रो टाइम लाग्यो यहाँ आइपुगेको अरे त्यो त उकालो पर्दो रहेछ क्या तपाईँ चाहिँ किन हिँडेको खै मेरो छोरी कता गयो शुभमसँग थियो रिङ्गाटै चल्यो मलाई त म त रिङ्गाटै चले गाइस
न बिहोस भयो म त होइन रेस्ट गरिहालेको यहाँ हाम्रो ग्याङहरू चाहिँ त्यहाँ रेस्ट गर्दै रहेछ अरे सुम कस्तो लाग्यो पापा त फर्क्यो आधी बाटोबाट क्या डराएको सुनिललाई त थरथरी काम हुँदो रहेछ आउनु भएको छ सक्नु भएन आउनु यहाँ हुनुहुन्छ भाउजूहरू चाहिँ कस्तो छ पानीपुरी भाउजू छ मिठो छ ए ल माई अब यहाँको पानीपुरी पनि टेस्ट गर्छ चाहिँ पानीपुरी सानीपुरी खाएर फर्किसकेको छौँ अब यही बाटो झोलुङ्गे पोलै जानुपर्ने छ म त काम नै छ कान्छी पनि काम छ अरे हाम्रो बुहारी पनि ल नानु छिटो ढक्ला ढुकलुक गरेर आऊ कस्तो अँध्यारो है त भएको त आनन्द भयो तेरो त के हो स्याउ जस्तो भएछ त गाला त आन्टी मजा आयो रमाइलो छ अब बल्ल शीतल भयो नि नाना चाहिँ खानुहुन्छ होला तपाईँ चाहिँ खानुहोस् चिसो हुन्न हौ नानालाई भयो होला नि हरेसै लाग्यो मलाई त फर्किनु त अब त ल म चाहिँ अब फर्किने क्रममा छु है गाइजहरू अब निकै बेर लाग्दो रहेछ 20 मिनटै लाग्दो रहेछ पुल तरिसक्नुको लागि चाहिँ म चाहिँ अब हिँड्दैछु म चाहिँ फर्किँदैछु है गाइजहरू हेर्नु आजको खैले चाहिँ भुँडी फुट्छ अरे म चाहिँ खासै रुचेन मलाई चाहिँ ग्यास्ट्रिक भइरहेछ ए यस्तो छ तल्ल अनि यहाँबाट झऱ्यो भने के होला थर 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 कामदै यहाँसम्म चाहिँ आइपुग्यो ए यस्तो डर लाग्छ अब हिँडिसकेपछि लास्टै डर लाग्दो रहेछ गाइस म त फर्स्ट टाइम है मलाई थाहा थिएन सानोमा चाहिँ चढेको थिएँ कता पाहाड जाँदाखेरि त्यो चाहिँ मलाई थाहा भएन अहिले चाहिँ यहाँ अहिले बुद्धि आएपछि चाहिँ यही हो देखेको टुइ 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 हल्लिँदो रहेछ लास्टै डर लाग्दो रहेछ म त लास्टै गएँ गाइस पसिना आयो रिङ्गाडो चढ्नु मलाई त्यसमा हिँड्दाखेरि कति लामो पुल यहाँदेखि उहाँसम्म रहेछ सोचेको पनि थिइनँ मैले नानी एकछिन स्पाइडरम्यान भइरहेछ हाम्रो नानी चाहिँ यहाँनिर स्पाइडरम्यान एकछिन आऊ गयो के नानी एकछिन दमक आइपुग्यौँ है साथीहरू अनि आएर यहाँ दमकमा छेउमा रोडको छेउमा बसेर मामा भान्जी चटपट खाँदैछ मैले चाहिँ 1 प्लेट बजाइसकेँ मलाई चाहिँ यस्तो ठेलाहरूको खानेकुरा चाहिँ मिठो लाग्छ क्या होटलमा बसेर खाएको चिल्लो चाप्लो भन्दा पनि यस्तो टक्क परेर छट्ट परेर मिठो नानी चटपटे मिठो थाहा छैन नि हामी चाहिँ घर आइपुगिसकेको छौँ हरिबिज घर यहाँनिर मम्मीको बर्थडे रहेछ हामीलाई पनि थाहा थिएन 60 इयर्सको बर्थडे अनि सानो केक ल्याउनु भएको रहेछ हाम्रो दिदीले अनि हामी केक काट्दैछौँ अब मम्मीले काट्दै हुनुहुन्छ हामीले चाहिँ आन्टी ह्याप्पी बर्थडे भन्नु त ह्याप्पी बर्थडे भन्नु बेस्ट फ्रेन्डलाई ह्याप्पी बर्थडे भन्नु ए तपाईँको तर्फबाट पनि होइन त ल अब केक काट्छौँ है हामी आमाको आज चाहिँ 60औं वसन्त पार गरेर अहिले यो अवस्था आइसक्नु भएको छ होइन हेर्दा कलिले देखिए पनि उहाँ 60 वर्ष पुग्नु भएको छ तर यो चाहिँ 16 जतिको देखिँदैन आमालाई 16 जतिको देखिन्छ अनि यहाँ नातिनी छ यता दिदी हुनुहुन्छ भेना आन्टी सब परिवार एकजना युट्युबर हुनुहुन्छ उहाँ चाहिँ उहाँको युट्युब चाहिँ नेपालकै सबैभन्दा राम्रो Happy birthday dear mama, happy birthday to you. नातिनीलाई बुहारीलाई सबैलाई खुवाउनु हामीले खुवाउनु पर्दैन छोरालाई खुवाउनु बोटुको यहाँ हो बुहारी ल्याउने छोरालाई खुवाउनु पहिले एकछिन बोटुको छ हौ होइन हातले खुवाउनु लगाइदिनु न छोरा होइन क्या
टिका हो बस फोटो खिच्न फोटो खिच्न राम्रो भएर आएको है बाबु थोरै थोरै टिका लाउनुपर्छ ल फोटो खिच्न नि खिच्न